ल साथीहरु हेर्नुस् है, यहाँ हेभी स्नो भनेको चाहिँ यही हो। हेभी स्नो चाहिँ एकदमै हावा पनि चलेको छ र स्नो पनि एकदमै धेरै नै छ। अनि भेरी हेभी यहाँ प्रभुजीहरू आउनु हुँदैछ। यस्तो हालतले हो। ल हेर्नुहोस् यहाँ चराहरूको पनि बिजोग छ है साथीहरू। यहाँ उड्दैछ। अब मेरो कान्छे बहिनीले चाहिँ यहाँ चारा हाल्नु थालिहाल्छ। लु हेभी स्नो, त्यही भएर मान्छेहरूले ग्रोसरीहरू चाहिँ एकदमै ल्याएर राखेको छ हो। खानेकुराहरू चाहिँ 4-5 दिनको लागि भनेर स्टोर गरिसकेको छ घरमा मान्छेहरूले। तर मैले चाहिँ केही पनि स्टोर गरेको छैन है साथीहरू। भगवान भरोसे बसिरहेको छु, भगवान भरोसे। यहाँबाट हाम्रो टेम्पलमा प्रसादको लागि जान पनि 3-4 मिनट त लागि नै हाल्छ। तर हेभी स्नोमा जानलाई एकदम पोसिबल छैन र घरमै बसिएको छ। गाडी चल्ने त आज सुर सारै छैन, कसैको गाडी पनि चलेको देखिँदैन यहाँ। र हाम्रो चाहिँ एकदमै 2-3 दिनको लागि सायद हालत खराब हुनेवाला छ। तर वेट गर्नुहोस्। दिनपछि रात, रातपछि दिन, सुख के बाद दुख, दुख के बाद सुख। ये तो प्रकृति का नियम है, आते रहते जाते रहते। तो हम भी इंतज़ार करते इस स्नोफॉल कब बंद हो जाएगा, फिर हम लोग बाहर उडेंगे। एकदमै हेर्नु सक्नुहुन्छ हेभी पनि छ र त्यसमाथि हावा पनि एकदमै चलेको छ। गाडीहरू पनि पुरिन थालिसकेको छ यहाँनेर। ल साथीहरू प्रार्थना गर्नु होला छिटो नै यो हेभी फल रोकोस्। बाहिर जानु भएको छ र प्रभुजी आउनुहुन्न होला आज चाहिँ, किनभने अब आउने स्थिति छैन, बाटो यस्तो छ र उहाँहरू निक्लिनु भएन होला। र जहाँ पनि बस्नुहुन्छ हजुरहरू अमेरिकामा सेफ रहनु होला। कहीँ पनि घुम्नको लागि ननिक्लिनु होला, नजानु होला। हालत एकदमै खराब हुनेवाला छ यो स्नोफलले। कोही पनि बाहिर गएको छैन। गाडीहरू देख्नु सक्छ, गाडीहरू तेर्साएर राखेको छ यहाँनिर। कोही पनि बाहिर निक्लेको छैन र 2-4 दिन चाहिँ मान्छेहरू कोही पनि बाहिर निक्लिनेवाला छैन जस्तो लाग्छ। ल बाई। अब बाहिर त यस्तो जाडो भइहाल्छ हौ। त्यही एउटा कुरा नि, मैले चाहिँ यो सेफ्टी छ भने नि दैलोमा कार्टुन राखेको छु। यसरी जाँदाखेरि चाहिँ एकदम चिप्लिन्छ नि त यस्तो चप्पलहरू। अब स्नो बुट लाउँदा पनि चिप्लिन्छ। त्यही भएर त्यो कार्टुन राख्नुभयो भने चाहिँ एकदम चिप्लिँदैन है घरमा। साथीहरू बाई बाई, राधे राधे।